हेलो साथीहरू, जेनजी आन्दोलनको नाममा कोलपुरमा लुटपाट हैन। नेपालको अधिराज्यभरि भन्दा कोलपुरमा ज्यादा लुटपाट हैन। रातिको 1 बजेसम्म सामान ओसार पसार भइरहेछ। हेर्नु साथीहरू, यो जेनजीहरूले भ्रष्टाचार बिथिति धेरै भयो भनेर आन्दोलन गर्नुभएको हो, ताकि यो सार्वजनिक सम्पत्ति लुटलान भनेर चाहिँ आन्दोलन गर्नुभएको होइन हैन। त्यही भएर हामी जनताहरू नै भेडा हौँ के पहिला भनेको। अरूलाई किन दोष दिनु? त्यो नेताहरूले चोर्यो भ्रष्टाचार गर्यो किन भन्नु हैन। पहिला आफू सुध्रिनु पर्यो नि त। आफू नसुधेर अर्कालाई मात्रै गाली गरेर पुग्छ? हेर्नु त यो कति चोरी भयो कति हैन। आखिरमा हाम्रै सम्पत्ति त हो नि यो। त्यसले यसो गर्दाखेरि साना बच्चा बालबच्चालाई कस्तो सन्देश जान्छ हैन। हामी जनता नै, हामी सबैभन्दा कोलपुरवासी नै खतम रहेछन् क्या। किनकि यस्तो चोरी गर्न चाहिँ ठुलो मान्छेले सिक्छ भने सानो बच्चाहरूले के सिकोस्? अनि बच्चाहरूले चोरे के हुँदो रहेछ सिक्ने भयो नि त हैन। त्यही भएर कोलपुरमा धेरै चोरी भएको छ। छिटोभन्दा छिटो चाहिँ अनुसन्धान गरेर ती चोरहरूलाई पक्रिनु पर्यो क्या। क्यामेरा त चारैतर्फ छ नि। सिसी क्यामेरा, दराजहरू, के अरे त्यो कम्प्युटरहरू चोरेर हाम्रै सम्पत्ति त हो नि। अब त्यहाँ चाहिँ काम कसरी होस् हैन। त्यत्रो चिनी फालेको छन्, त्यत्रो चामलहरू फालेको छन्, त्यत्रो मेगसिरी चोरेका छन् कसैले हैन। पहिला हामी जनता नै खराब हो कि। किन नेतामा दोष दिने भने लुटपाट गर्न सिकेको त रहेछन्, अरू के सिकेको रहेछन् त हैन। त्यही भएर जसले चोर्नु भएको छ त्यो सामान बुझाइदिनुहोस् हैन। पैसा कहाँ छ र एक रातमा चाहिँ त्यो खडा हुन्छ भने काम छैन नि। त्यही भएर जति चोर्नु भएको छ लगेर बुझाइदिनुहोस्। भोलिकन समाज छ पुलिसले त भरलाई, किनकि क्यामेरामा त कैद हुनुभएको छ नि त भर। त्यही भएर जसले जति चोर्नु भएको छ चोर्नु भयो, लगेर बुझाइदिनुहोस् इमान्दारपूर्वक हैन। चोरेर केही पाइँदैन के। त्यो एउटा कम्प्युटर चोरेर के गर्नुहुन्छ तपाईँहरूले? एउटा दराज चोरेर के गर्नुहुन्छ? पुग्छ हैन। तपाईँको एउटा कम्प्युटर नभएर त्यो कति तनाव छ, दराज सामान राख्ने दराज नभएर कति तनाव छ हैन। त्यही भएर सामानहरू बुझाइदिनुहोस्। एउटा राम्रो सन्देश जान्छ। कोलपुर नै 1 नम्बर चोर ठाउँ